एउटा निकै सामान्य तर डरलाग्दो परिदृश्यबाट सुरु गरौँ है त आज। मानौ कोही एउटा प्रोग्रामरले सर्भरमा एउटा सालो पाइथन स्क्रिप्ट रन गर्छ। उक्त स्क्रिप्टको काम भनेको केवल 1 करोडवटा डाटा पोइन्टहरूलाई प्रोसेस गर्ने हुन्छ। सुरुमा सबै कुरा एकदम ठिकठाक चलिरहेको हुन्छ, तर अचानक सर्भरको मेमोरी ह्वात्तै बढ्छ हैन त? हो, एकदम। फ्यानहरू ठूलो आवाजमा कराउन थाल्छन् अनि स्क्रिनमा एउटा डरलाग्दो मेसेज आउँछ, आउट अफ मेमोरी, अर्थात् ओएम क्र्यास। पुरै सिस्टम डाउन हुन्छ क्या। अनि यो सबै हुनुको पछाडि एउटा सानो निर्दोष जस्तो देखिने कुराको हात हुन्छ, पाइथनको लिस्ट। यो त धेरैले भोगेको कुरा हो नि। आज हामी उपलब्ध स्रोत सामग्रीहरूको आधारमा पाइथनमा डाटा भण्डारण र त्यसको प्रयोगको भित्री संसार खोतल्दैछौँ। यो एउटा गहन छलफल हुनेछ। डाटा कसरी राखिन्छ, लुपहरूले कसरी काम गर्छन् अनि मेमोरीलाई कसरी जोगाउन सकिन्छ भन्ने कुरालाई आज हामी एकदम जरैदेखि बुझ्नेछौँ। सुन्दा अलि प्राविधिक लाग्न सक्छ, तर यो वास्तवमा कोडलाई कसरी स्लो हुन वा क्र्यास हुनबाट बचाउने भन्ने रोचक विज्ञान हो। खासमा त्यो सर्भर क्र्यासको उदाहरण एकदमै सटिक छ क्या। यस्तो घटना त दिनौं जसो कतै न कतै भइरहेकै हुन्छ। पाइथन सिक्न सुरु गर्दा सबैभन्दा पहिले सिकिने डाटा संरचना नै लिस्ट हो नि त। यो प्रयोग गर्न यति सजिलो छ कि मानिसहरूले जुनसुकै ठाउँमा पनि यसैलाई प्रयोग गर्ने बानी बसाल्छन्। तर जब डाटाको आकार हजारबाट लाखौं वा करोडौंमा पुग्छ नि, तब त्यो सजिलोपना नै एउटा ठूलो पासो बन्न पुग्छ। समस्या डाटाको मात्रामा मात्र होइन के रे, त्यो डाटालाई मेमोरीमा कसरी राखिएको छ भन्ने कुरामा हो। भनेपछि यो लिस्ट वास्तवमा के हो त? स्रोत सामग्रीहरूले यसलाई अत्यन्तै लचिलो उपकरण भनेका छन्। एउटै लिस्टभित्र इन्टिजर, स्ट्रिङ र फ्लोट सबै एकै ठाउँमा राख्न मिल्छ नि त। जस्तै 1 अनि हेलो अनि 3.5। यो सुन्दा त एकदमै राम्रो कुरा होइन र? सुन्दा त राम्रै हो। यसलाई म एउटा झोला जस्तै मान्छु क्या। बजार जाँदा बोक्ने एउटा ठूलो झोला जसमा किताब, स्याउ, जुत्ता सबै एकै ठाउँमा कोचेर राख्न मिल्छ, जे हाले पनि अटाउने। अनि यो म्युटेबल पनि हुन्छ, अर्थात् पछिबाट झोलाको आकार बढाउन वा सामान झिक्न पनि मिल्यो। यस्तो जादुगरी झोलाले सर्भर कसरी क्र्यास गराउँछ त? यहाँनिर कुरा अलिकति गहिरो छ। त्यो झोला जतिसुकै जादुगरी देखिए पनि नि, त्यसले भित्रभित्रै धेरै ठूलो मूल्य चुकाइरहेको हुन्छ क्या। पर्दा पछाडि कम्प्युटरको मेमोरीले यसलाई कसरी हेर्छ भन्ने कुरा बुझ्नुपर्छ। पाइथनको लिस्टले वास्तवमा डाटाहरूलाई सिधै भण्डारण गर्दैन। सिधै राख्दैन। यसले ती डाटाहरू रहेको ठाउँको ठेगाना अर्थात् पोइन्टरहरू मात्र राख्छ। जब एउटा लिस्टमा इन्टिजर र स्ट्रिङ सँगै राखिन्छ, पाइथनले प्रत्येक आइटमको डाटा प्रकार के हो, त्यसको साइज कति छ भनेर छुट्टै सम्झिनुपर्छ। र तिनका पोइन्टरहरू मेमोरीमा छरिन्छन्। यसले मेमोरीलाई पुरै खाइदिन्छ। एकैछिन है, यसको मतलब हामीले बाहिरबाट एउटै लिस्ट देखे पनि भित्रभित्रै कम्प्युटरले लाखौं फरक ठेगानाहरूमा गएर डाटा खोज्नु पर्ने रहेछ। एकदम। यो त एकदमै भद्रगोल भयो नि। त्यसो भए यसको विकल्प के त? स्रोत सामग्रीहरूमा एरे मोडुलको कुरा पनि आएको छ। पाइथनमा छुट्टै इम्पोर्ट एरे गर्नुपर्छ भनिएको छ। तर पाइथन जस्तो सजिलो भाषामा किन छुट्टै मोड्युल इम्पोर्ट गरेर एरे बनाउने झन्झट गर्ने? झन्झट जस्तो लागे पनि यसको पछाडिको विज्ञान एकदमै शक्तिशाली छ नि। लिस्टको लचकता नै त्यसको कमजोरी बनेको बेला एरेले एउटा कडा नियम ल्याउँछ। कस्तो नियम? एरेमा फरक डाटा प्रकार राख्न पाइँदैन। एउटै मात्र डाटा प्रकार राख्न सकिन्छ। जस्तै आई टाइप कोड प्रयोग गर्यो भने त्यसमा इन्टिजरहरू मात्र राख्न मिल्छ र एफ प्रयोग गर्यो भने फ्लोट मात्र। भनेपछि मेरो त्यो झोलाको उदाहरणमा एरे भनेको चाहिँ औषधिको बट्टा लस्ते भयो, जहाँ एउटै आकार र प्रकारका चक्कीहरू मात्र ठ्याक्क हटाउँछन्। त्यहाँ जुत्ता वा किताब कोच्न खोजेर मिल्दैन, होइन त? हो नि, ठ्याक्क त्यही हो। र त्यो औषधिको बट्टाको फाइदा के हो भने कम्प्युटरलाई पहिल्यै थाहा हुन्छ कि त्यहाँ भित्र कत्रो साइजको सामान छ र सबै सामानहरू एउटै प्रकारका हुन्। यसले गर्दा मेमोरीमा डाटाहरू छरिएर बस्दैनन् क्या। एउटै कन्टिगुअस मेमोरी ब्लक अर्थात् लगातार जोडिएको ठाउँमा बस्छन्। पाइथनले हरेक आइटमको डाटा प्रकार के हो भनेर चेक गरिरहनु पर्दैन। यसले गर्दा एरे लिस्ट भन्दा धेरै गुणा छिटो काम गर्छ र यसले खपत गर्ने मेमोरीको मात्रा पनि एकदमै कम हुन्छ। कुरा त बुझियो, तर यहाँ मलाई एउटा शङ्का लाग्यो है। यदि हामीसँग डाटा छँदै छैन तर हामीलाई केवल 1 देखि 10 लाखसम्म गर्नु मात्र छ भने नि, जस्तै कुनै लुप 10 लाख पटक चलाउनु छ,
त्यस्तो बेलामा 1 देखि 10 लाखसम्मका अङ्कहरू राखेर एरे बनाउनु पनि त मेमोरीको बर्बादी नै होइन र? आखिर 10 लाखवटा अङ्क त मेमोरीमा राख्नै पर्ने भयो नि। हो, एकदम सही प्रश्न। यहाँनिर आएर प्रोग्रामिङको अर्को एउटा उत्कृष्ट अवधारणाको प्रवेश हुन्छ, लेजी इभ्यालुएसन। लेजी इभ्यालुएसन? लेजी इभ्यालुएसन अर्थात् जति बेला जे चाहिन्छ त्यति बेला त्यो कुरा मात्र उत्पन्न गर्ने। स्रोत सामग्रीले यसको लागि रेन्ज फंक्सनलाई अगाडि सारेको छ। हामीलाई 1 देखि 10 लाखसम्म अङ्कहरू एकैपटक मेमोरीमा चाहिएकै हुँदैन नि त। हामीलाई त पालै-पालो एउटा अङ्क चाहिएको हो। लुप चलाउनको लागि। हो, रेन्ज, स्टार्ट, स्टप, स्टेपको सिन्ट्याक्सले यही काम गर्छ। यसले कहाँबाट सुरु गर्ने, कहाँ गएर रोकिने र कतिको फरकमा अगाडि बढ्ने भन्ने मात्र याद राख्छ क्या। यो रेन्जको कुरा गर्दा मलाई स्रोत सामग्रीमा उल्लेख गरिएको एउटा महत्त्वपूर्ण अन्तर्वार्ताको प्रश्न याद आयो। धेरै नयाँ सिकारुहरूलाई झुक्क्याउने प्रश्न, के रेन्ज एउटा लिस्ट हो? म आफै पनि सुरुमा फर आई इन रेन्ज 10 लेख्दा यसले भित्र कतै 0 देखि 9 सम्मको लिस्ट नै बनाएर राखेको छ भन्ने सोच्थे क्या। यो एकदमै धेरै सोधिने प्रश्न हो नि, र यसको उत्तर हो होइन। रेन्ज लिस्ट हुँदै होइन, यो एउटा इम्युटेबल सिक्वेन्स अब्जेक्ट हो। भनेपछि यसले सबै नम्बर राख्दैन। यदि कसैले रेन्ज 1 मिलियन लेख्छ भने कम्प्युटरले 10 लाखवटा अङ्क मेमोरीमा राख्दैन। यसले केवल 3वटा कुरा सम्झिन्छ, सुरु कहाँबाट गर्ने, कहाँ रोकिने र कतिले बढ्ने। बाँकी अङ्कहरू त यसले आवश्यक परेको बेला गणितीय सूत्र लगाएर तुरुन्तै निकालिदिन्छ। त्यसैले त 10 सम्मको रेन्ज बनाउनु र 1 अर्बसम्मको रेन्ज बनाउनुमा मेमोरी खपत लगभग बराबर जस्तै हुन्छ। वाह, यो त गजब भयो। यसलाई कोडबाट हेरौँ न त। जस्तै हामीले फर आई इन रेन्ज 5 प्रिन्ट आई लेख्यौँ भने यसले 0, 1, 2, 3 र 4 प्रिन्ट गर्छ। र यदि हामीलाई नेगेटिभ स्टेप अर्थात् उल्टो गन्ती चाहिएको छ भने रेन्ज 10, 0, -1 लेख्न सकिन्छ, जसले 10बाट 1 सम्म उल्टो गन्छ। एकदम सही। तर यदि कसैलाई साँच्चै नै लिस्ट नै चाहिएको छ भने नि, त्यस्तो बेला के गर्ने त? त्यस्तो बेलामा स्पष्ट रूपमा लिस्ट अनि भित्र रेन्ज 5 लेख्नुपर्छ। त्यसो गर्दा मात्र त्यो लेजी अवस्थाबाट बाहिर निस्केर पाइथनले सबै अङ्कहरू एकैपटक जेनेरेट गर्छ र लिस्टको रूपमा मेमोरीमा सेभ गर्छ। तर अघिको सर्भर क्रासको कथा सम्झिनुस् है। यदि लिस्ट रेन्ज 1 मिलियन लेख्यो भने फेरि मेमोरी भरिएर समस्या आउन सक्छ। बुझे। अब यहाँनिर एउटा एकदमै रोचक प्रश्न आउँछ है। हामीले लिस्ट, एरे र रेन्जको कुरा त गर्यौं, तर पाइथनको फर लुपले यी सबै भित्रबाट डाटा वास्तवमा निकाल्छ कसरी त? यो लुपले कसरी थाहा पाउँछ कि अब कुन पाना पढ्ने पालो आयो? यो एकदम गहिरो कुरा हो। स्रोत सामग्रीहरू गहिरिएर हेर्दा यसको भित्री इन्जिन भनेको इटरेटर रहेछ। यो इटरेटर र इटरेबल बीचको भिन्नता अलि प्रष्ट पारौँ न। हुन्छ। यो कन्सेप्ट नबुझिकन पाइथनको भित्री काम गराइ बुझ्न सकिँदैन क्या। इटरेटर भनेको त्यस्तो कुनै पनि चिज हो जसलाई लुप गर्न मिल्छ, जस्तै लिस्ट, स्ट्रिङ वा रेन्ज। तर इटरेटर भनेको त्यो सक्रिय अब्जेक्ट हो जसले वास्तवमा एक गरेर भ्याल्यु तानेर दिन्छ र आफू कुन स्थानमा पुगे भनेर आफ्नो अवस्था याद राख्छ। भनेपछि इटरेबल भनेको डाटा भएको ठाउँ भयो, इटरेटर भनेको तान्ने मेकानिजम भयो। ठ्याक्कै। पाइथनमा जब हामी फर लुप चलाउँछौँ नि, पर्दा पछाडि 2वटा फंक्सनहरू चलिरहेका हुन्छन्। एउटा आइटर जसले इटरेबललाई इटरेटरमा बदल्छ र अर्को नेक्स्ट जसले पालै-पालो अर्को भ्याल्यु माग्छ। यसलाई म स्रोत सामग्रीले दिएको एउटा निकै सटिक नोटबुक एनालोजीबाट बुझाउने प्रयास गर्छु है त। मानौ लिस्ट भनेको एउटा पुरै लेखिएको बाक्लो नोटबुक हो। सबै पानाहरू एकैपटक त्यहाँ छन्। रेन्ज भनेको चाहिँ पानाहरूको फर्मुला मात्र हो, कुन पानापछि कुन आउँछ भन्ने नियम। अनि इटरेटर भनेको चाहिँ त्यो पाना एक गरेर पढ्ने व्यक्ति हो के? त्यो व्यक्तिलाई आफूले कुन पाना पढिसके र अब अर्को पाना कुन हो भनेर सधैँ याद हुन्छ। उसले पछाडि फर्केर पुरानो पाना पढ्दैन, मात्र अगाडि बढ्छ। आहा, त्यो एनालोजीले त स्टेट म्यानेजमेन्टको कुरालाई एकदमै सरल बनाइदिन्छ नि। इटरेटरले जहिले पनि आफ्नो वर्तमान अवस्था याद राख्ने भएकोले नै नेक्स्ट कल गर्दा जहिले पनि नयाँ भ्याल्यु आउँछ क्या? हो क्या। अनि मेमोरी दक्षता बुझाउनको लागि अर्को एउटा शपिङ लिस्ट एनालोजी पनि छ नि स्रोत सामग्रीमा। यो मलाई एकदमै मन पर्यो। सुपरमार्केटमा जाँदा
लिस्ट प्रयोग गर्नु भनेको पसलका सबै सामानहरू एकैपटक कार्टमा हालेर भारी बोकेर हिँड्नु जस्तो हो। त्यो त गाह्रो हुन्छ। हो नि, तर इटरेटर भनेको चाहिँ हातमा एउटा सानो शपिङ लिस्ट लिएर एउटा सामान उठाउने, त्यसको काम सक्ने अनि मात्र अर्को सामानको लागि हात बढाउने जस्तै हो क्या। यसरी गर्दा कार्ट कहिल्यै भारी हुँदैन। कम्प्युटरको मेमोरी पनि यस्तै हो। एक पटकमा एउटा मात्र डाटा राख्दा मेमोरी कहिले भरिँदैन। एकदम सही। ठूला ठूला डाटा सेटहरू जस्तै मसिन लर्निङमा लाखौं तस्विरहरू प्रोसेस गर्दा सबै तस्विर एकैपटक मेमोरीमा लोड गर्न त असम्भव नै हुन्छ नि। त्यस्तो बेला इटरेटरले एक पटकमा एउटा तस्विर मात्र दिन्छ, तर एउटा बिन्दुमा पुगेर त्यो शपिङ लिस्टका सबै सामान त सकिन्छन् नि, होइन र? समस्या त्यही नै आउँछ जब त्यो नोटबुकको अन्तिम पाना सकिन्छ र हामीले फेरि नेक्स्ट फंक्शन कल गर्छौं, तब पाइथनले एउटा एरर फ्याँक्छ, स्टप इटरेसन एरर। धेरै नयाँ प्रोग्रामरहरू यो एरर भन्ने शब्द देखेर तर्सिन्छन् क्या, मेरो कोड नै बिग्रियो कि भनेर। तर के यो साँच्चै एरर हो त? यो एकदमै महत्त्वपूर्ण कुरा हो है। नाममा एरर भए पनि यो वास्तवमा कुनै गल्ती होइन क्या। यो त एउटा संकेत मात्र हो जसले अब यहाँभन्दा अगाडि केही पनि बाँकी छैन भन्ने सन्देश दिन्छ। यसलाई ह्यान्डल गर्न वा फिक्स गर्न मुख्य 3वटा तरिकाहरू छन्। के हुन् त ती? पहिलो त यो बुझ्नु पर्यो कि यो एउटा सामान्य प्रक्रिया हो, आत्तिनु पर्दैन। दोस्रो, यदि स्ट्यान्डर्ड फर लूप प्रयोग गरिएको छ भने हामीले केही टाउको दुखाउनै पर्दैन। पाइथनले यो स्टप इटरेसनलाई भित्रभित्रै आफै लुकाउँछ र लूपलाई शान्तिपूर्ण रूपमा बन्द गरिदिन्छ। आफै ह्यान्डल गर्छ, सजिलो भयो त। अनि तेस्रो तरिका भनेको यदि हामीले आफै कस्टम इटरेटर बनाएर म्यानुअल रूपमा नेक्स्ट कल गरिरहेका छौं भने हामीले ट्राई एक्सेप्ट स्टप इटरेसन ब्लक प्रयोग गर्नुपर्छ, होइन त? त्यो ब्लकले यो एरर आउने बित्तिकै प्रोग्रामलाई क्र्याश हुनबाट रोक्छ र अर्को कामतिर मोडिदिन्छ। ठीक भन्नुभयो। अब यहाँसम्म आइपुग्दा एउटा प्रश्न उठ्छ नि, हामीले इटरेटरको यति धेरै फाइदाहरू देख्यौं, तर आफैले कस्टम इटरेटर बनाउन त निकै गाह्रो छ नि। गाह्रो छ नि, धेरै कोड लेख्नुपर्छ। हो, एउटा छुट्टै क्लास बनाउनु पर्यो, त्यसमा इनिट लेख्नु पर्यो, फेरि आइटर र नेक्स्ट मेथडहरू आफैले लेख्नु पर्यो। यत्रो धेरै कोड लेखेर कसले समय बर्बाद गर्छ त? सायद त्यही झन्झट देखेर नै पाइथन बनाउनेहरूले अर्को एउटा गजबको फिचर थपेका होलान् नि, जेनेरेटर। स्रोत सामग्रीहरूले जेनेरेटरलाई इटरेटर बनाउने सबैभन्दा सजिलो र सर्टकट तरिकाको रूपमा व्याख्या गरेका छन्। यो जेनेरेटर भनेको वास्तवमा के हो अनि यो स्ट्यान्डर्ड इटरेटर भन्दा कसरी फरक छ, अलिकति बुझाइदिनुस् न। हुन्छ। जेनेरेटर भनेको कस्टम इटरेटर बनाउने एउटा स्मार्ट तरिका हो के रे। स्ट्यान्डर्ड इटरेटरमा हामीले क्लास बनाएर प्रत्येक भ्यालुको अवस्था आफै म्यानेज गर्नुपर्छ। पर जेनेरेटर एउटा सामान्य फंक्सन जस्तै देखिन्छ जसमा रिटर्नको सट्टा यील्ड भन्ने कीवर्ड प्रयोग हुन्छ। यील्ड? यील्ड। यो यील्डले जादु जस्तै काम गर्छ। सामान्य फंक्सनमा रिटर्नले भ्याल्यु दिन्छ र फंक्सनलाई पुरै खारेज गरिदिन्छ, त्यसको सबै मेमोरी मेटिन्छ नि त। तर यील्डले भ्याल्यु दिन्छ र फंक्सनलाई त्यही पज अर्थात् पज अवस्थामा राख्छ। त्यसभित्रका सबै भेरिएबलहरूको अवस्था सुरक्षित रहन्छ। ओहो, यसको मतलब अर्को पटक जब हामीले त्यो फंक्सनबाट नेक्स्ट भ्याल्यु माग्छौं, यो सुरुबाट रन हुँदैन, यो त्यहीबाट उठेर काम सुरु गर्छ जहाँ अघि यील्डले त्यसलाई रोकेको थियो। एकदम सही। यो त एकदमै शक्तिशाली कुरा भयो नि त। यसले गर्दा लामो लामो क्लास र मेथडहरू लेख्ने झन्झट नै खत्म भयो। हो नि, र जेनेरेटरको अर्को सबैभन्दा ठूलो फाइदा भनेको मेमोरी दक्षता नै हो। जेनेरेटरहरू पनि एक प्रकारका इटरेटर नै हुन् नि त, त्यसैले यिनले पनि एक पटकमा एउटा मात्र भ्यालु मेमोरीमा ल्याउँछन्। लाखौं रेकर्डहरू भएको डाटाबेसमा काम गर्दा जेनेरेटरले एउटा एउटा रेकर्ड तान्दै प्रोसेस गर्दै गर्छ। यसले मेमोरी ओभरफ्लो कहिल्यै हुन दिँदैन क्या। हामीले आज निकै गहिरो कुराहरू गर्यौं है। अब यसलाई अलिकति समेट्ने कोसिस गरौं, खास गरी यो मेमोरीको सारांशको रूपमा। यदि हामीले लिस्ट प्रयोग गरिरहेका छौं भने हामीले एकदमै धेरै मेमोरी खपत गरिरहेका छौं, किनकि यसले सबै कुरा एकैपटक लोड गर्छ र पाइथन अब्जेक्टको ओभरहेड पनि राख्छ। अनि यदि हामीले एरे प्रयोग गर्यौं भने मेमोरी खपत ठिक्क हुन्छ, किनभने यो कन्टिग्युअस हुन्छ, तर यसले पनि सबै डाटा एकैपटक राख्छ, होइन त? हो,
र यदि हामीले रेन्ज वा जेनेरेटर वा कुनै इटरेटर प्रयोग गर्यौं भने मेमोरी खपत एकदमै कम हुन्छ किनकि तिनीहरूले डाटा जेनेरेट गर्ने फर्मुला र अवस्था मात्र याद राख्छन्, सबै डाटा बोकेर हिँड्दैनन् क्या। गजब। यो कुरा बुझेपछि अब हामी स्रोत सामग्रीमा उल्लेख गरिएका ती 3वटा सामान्य तर महत्त्वपूर्ण अन्तर्वार्ताका प्रश्नहरूको जवाफ दिन सक्ने भएका छौं नि। हामीले पहिलो प्रश्नको त छलफल गरिसक्यौं, के रेन्ज एउटा लिस्ट हो? हामीलाई थाहा भइसक्यो कि यो होइन, यो एउटा इम्युटेबल सिक्वेन्स अब्जेक्ट हो जसले लेजी इभ्यालुएसन गर्छ। हो। अनि दोस्रो प्रश्न थियो, इटरेटरहरू किन मेमोरी इफिसियन्ट हुन्छन्? यसको पनि स्पष्ट जवाफ आइसक्यो, किनभने इटरेटरहरूले पुरै डाटा सेट एकै पटक मेमोरीमा लोड गर्दैनन्। हाम्रो शपिङ लिस्टको एनालोजी जस्तै नि त, यिनीहरूले एक पटकमा एउटा मात्र भ्याल्यु उत्पादन गर्छन्, जसले गर्दा मेमोरीमा कहिल्यै चाप पर्दैन। हो क्या? र तेस्रो प्रश्न छ, इटरेबल र इटरेटर बीचको मुख्य भिन्नता के हो? यो अझै पनि धेरैलाई कन्फ्युजिङ लाग्न सक्छ नि। मेरो बुझाइमा इटरेबल भनेको त्यस्तो कुनै पनि भण्डार हो जसलाई एक एक गरेर पढ्न सकिन्छ, जस्तै नोटबुक। र इटरेटर भनेको चाहिँ त्यो संयन्त्र हो जसले वास्तवमा पढ्ने काम गर्छ र आफू कहाँ पुगे भनेर याद राख्छ। के यो बुझाइ सही छ त? एकदम सही छ। कोडको भाषामा भन्दाखेरि नि, जसले आइटम मेथड सपोर्ट गर्छ र इटरेटर फर्काउँछ त्यो इटरेबल हो, अनि जसले नेक्स्ट मेथड सपोर्ट गर्छ र अर्को भ्याल्यु दिन्छ त्यो इटरेटर हो। यी दुई मिलेर नै पाइथनको लुपिङ मेकानिजम पूरा हुन्छ क्या। कुरा एकदम छर्लङ्ग भयो। यो सबै कुरा सुन्दै गर्दा अभ्यासको लागि केही प्रश्नहरू पनि छोडौं, जस्तै कोडमा रेन्ज 1, 10, 2 लेखिएको छ भने यसले कस्ता नम्बरहरू दिन्छ होला त? यो सजिलो छ। यसले 1 बाट सुरु गर्छ, 2 ले बढ्छ र 10 भन्दा तल रोकिन्छ, अर्थात् 1, 3, 5, 7 र 9 हो। अर्को एउटा सोच्नुपर्ने प्रश्न है त, यदि एउटा इटरेटर बनाइएको छ र त्यसमा लगातार 3 पटक नेक्स्ट कल गरियो भने के हुन्छ नि? यसको जवाफ कोड रन गरेरै हेर्दा झन रमाइलो हुन्छ, तर सैद्धान्तिक रूपमा भन्नुपर्दा पहिलो नेक्स्टले पहिलो भ्याल्यु दिन्छ र त्यही रोकिन्छ, दोस्रोले दोस्रो भ्याल्यु दिन्छ र तेस्रोले तेस्रो भ्याल्यु दिन्छ। यसले पुरानो भ्याल्यु कहिले दोहोर्याउँदैन क्या, जहिले पनि अगाडि मात्र बढ्छ। आजको यो गहन छलफलबाट हामीले के निष्कर्ष निकाल्न सक्छौं भने डाटा सानो हुँदा हामीले जे प्रयोग गरे पनि खासै फरक पर्दैन। 10वटा नाम राख्न लिस्ट प्रयोग गरे पनि भयो। तर जब हामीले ठूला एप्लिकेसनहरू, डाटा साइन्स वा वेब सर्भरहरूमा काम गर्छौं नि, तब लिस्टको सट्टा रेन्ज, एरे वा जेनेरेटरको प्रयोगले हाम्रो कोडलाई ओभरलोड भएर क्र्यास हुनबाट बचाउँछ। कुन उपकरण कहिले प्रयोग गर्ने भन्ने कुराको ज्ञानले नै एउटा सामान्य कोडरलाई उत्कृष्ट इन्जिनियर बनाउँछ। साँच्चै भन्ने हो भने नि, सफ्टवेयर इन्जिनियरिङ भनेको कोड लेख्ने मात्र होइन क्या, स्रोत साधनहरूको सही व्यवस्थापन गर्ने कला पनि हो। र मेमोरी व्यवस्थापनमा इटरेटर र जेनेरेटर जस्ता अवधारणाले त एउटा क्रान्ति नै ल्याएका छन् नि। एकदम सही कुरा। आजको छलफलको अन्त्यतिर आइपुग्दा यो प्राविधिक कुरालाई हाम्रो आफ्नै जीवनसँग जोडेर हेर्ने एउटा विचार दिमागमा आइरहेछ क्या। कस्तो विचार? आजको यो सूचना र कामको अत्यधिक चाप भएको संसारमा हामी धेरै जसो एउटा लिस्ट जस्तै बन्न खोजिरा हुन्छौं क्या। हाम्रो दिमागमा हजारौं कामहरू, तनावहरू र भविष्यका चिन्ताहरू एकै पटक मेमोरीमा लोड गरेर राख्छौं। जसरी एउटा विशाल लिस्टले सर्भर क्र्यास गराउँछ नि, त्यसरी नै सबै कुरा एकै पटक बोक्ने प्रयासले हाम्रो आफ्नै मानसिक क्र्यास निम्त्याउन सक्छ। वाउ, यो त एकदमै गहिरो कुरा गर्नुभयो। होइन र? सायद हाम्रो दिमागले पनि लिस्टको जस्तो भारी बोक्नुभन्दा जेनेरेटरको इल जस्तै काम गर्नुपर्छ कि एक पटकमा एउटा मात्र काम अगाडि ल्याउने, त्यसलाई पूर्ण रूपमा ध्यान दिएर इटरेट गर्ने र बाँकी सबै कामहरूलाई पज अवस्थामा राख्ने। यसले सायद पाइथन कोडको मात्र होइन, हाम्रो आफ्नै मेमोरी दक्षता र जीवनको गति पनि बढाउन सक्छ जस्तो लाग्छ मलाई त। एकदमै सुन्दर विचार। आजको लागि यो सोचनीय विषय छोड्दै यी प्राविधिक अवधारणाहरूलाई आफ्नै कोडमा परीक्षण गर्न नभुल्नुहोला। हाम्रो यो गहन छलफलबाट आजलाई यति नै। यस्तै नयाँ जानकारीका साथ फेरि भेट हुनेछ।